तपाईको अन्डरआर्म्स यस्तै देखिरहेको छ र तपाई सोच्दै हुनुहुन्छ कुनै लेजर ट्रिटमेन्ट गर्नलाई। अन्डरआर्म्समा मात्रै हैन, तपाईको घाँटीमा, गुडामा, हातको कुइनामा र यो नक्कलहरुमा पनि यस्तो देखा पर्न सक्छ। यो डार्क पिगमेन्टेसन सिर्फ स्किन प्रब्लम मात्रै नभएर यो एक सिरियस इस्युको सिम्पटम हो। यो पिगमेन्टेसन सँगसँगै मानिसहरूको वेटमा पनि वृद्धि भइरहेको पाइन्छ। लो एनर्जी फिल हुन्छ र भोक र क्रेभिङले मान्छेलाई सताउन थाल्छ। यो प्रब्लमको नाम हो इन्सुलिन रेसिस्टेन्स। जतिसुकै तपाई प्रोडक्ट युज गर्नुहोस्, जतिसुकै तपाई मेडिसिन युज गर्नुहोस्, जतिसुकै तपाई लेजर गर्नुहोस्, जबसम्म तपाईले आफ्नो इन्सुलिनलाई तलतिर लिएर आउनुहुन्न तबसम्म यो प्रब्लम ठीक हुनेवाला छैन। तर डराउनु पर्ने कुरा केही छैन। इन्सुलिन रेसिस्टेन्स नेचुरली ठीक गर्न सकिन्छ। जब तपाईको बडीमा इन्सुलिन तलतिर हुन्छ त्यतिखेर तपाईको स्किनमा यस्तो नोटिस गर्न सक्नुहुन्छ। अध्ययन अनुसन्धान अनुसार 80% भन्दा माथि मानिसहरू मेटाबोलिकली अनहेल्दी बनेको पाइन्छ। त्यसैले गर्दा यो इन्सुलिनको प्रब्लममा तपाई एक्लै हुनुहुन्न। इन्सुलिन रेसिस्टेन्टको कारणले तपाईको बडीमा विभिन्न किसिमको प्रब्लमहरू सुरु हुनेछ। ब्लड सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रल, PCOS, PCOD, फ्याटी लिभर जस्ता विभिन्न किसिमका समस्या इन्सुलिन रेसिस्टेन्टको कारणले सुरु हुन्छ। इन्सुलिन रेसिस्टेन्टलाई नेचुरल वेबाट रिभर्स गर्नका लागि म तपाईलाई सहयोग गर्न सक्छु। मसँग सिम्पल 2 वटा नेचुरल सिस्टम छ। यदि तपाई जान्न चाहनुहुन्छ भने मलाई मेसेज गर्न नभुल्नुहोला।